नमस्कार। आज हामी मध्य प्रदेशको भर्खरै आएको आर्थिक वर्ष 2082-83 बजेटबारे अलिक गहिरो कुराकानी गर्दैछौँ। यो बजेटले प्रदेशलाई आत्मनिर्भर र समृद्ध बनाउने अनि युवालाई रोजगारी दिने, कृषिमा सुधार गर्ने जस्ता ठूला लक्ष्य राखेको देखिन्छ। हामीसँग भएका स्रोतहरू हेर्दा आजको हाम्रो छलफल चाहिँ यी घोषणाहरू कति सम्भव छन् अनि यथार्थमा चुनौतीहरू के छन् भन्नेमा केन्द्रित हुनेछ। ल सुरु गरौँ कृषिबाटै। बजेटले त कृषिमा खूब प्राथमिकता दिएको छ नि, होइन? आधुनिकीकरण, यान्त्रिकीकरण, सिँचाइ अनि सहज ऋण, मलबिउ, बजार सुविधा, महिला कृषि स्वयंसेवक, धेरै कुरा छन्। 26 करोडको त्यो भूमिगत सिँचाइ सहितको बहुवर्षीय कृषि विद्युतीकरण कार्यक्रम अनि राष्ट्रलाई खुवाउने अभियान पनि छ। तर यस्तो योजना त पहिले पनि सुनिन्थ्यो। यसपालि के फरक होला जस्तो लाग्छ? कृषिमा जोड दिनु एकदमै सकारात्मक कुरा हो। यो मधेसको शक्ति पनि हो, होइन? तर यहाँ अलि विचार गर्नुपर्ने कुरा के छ भने विगतलाई हेर्दा सुशासनको कमी अनि त्यो भ्रष्टाचारका कुराले गर्दा निजी लगानी भित्र्याउन मधेसलाई गाह्रो भएको थियो। अब योजना घोषणा गर्नु एउटा कुरा भयो, तर त्यसलाई साँच्चै कार्यान्वयन गर्न त बलियो अनुगमन संयन्त्र चाहियो नि। रकम छुट्याउँदैमा मात्रै त खै परिणाम आउँछ भन्ने ग्यारेन्टी हुँदैन। विगतको रेकर्ड अलि त्यस्तै छ। अनि पूर्वाधारमा नि त्यसमा त झन्डै 16 अरब रुपियाँ छुट्याएको छ। त्यो एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम रे 320 किमी पक्की सडक बनाउने लक्ष्य अनि मधेस शहीद लोकमार्ग पनि। पूर्वाधार त विकासको लागि नभई नहुने कुरा भयो। तर के पैसा छुट्याएर मात्रै पुग्छ त? आवश्यक त हो नै। पूर्वाधार बिना त विकास हुँदैन। तर यहाँ पैसा भन्दा पनि ठूला चुनौतीहरू छन्। खासमा स्रोतहरूले के भन्छन् भने प्रदेश सरकारको अस्थिरता नै मुख्य समस्या हो। त्यो संघीय राजनीतिको असर सिधै प्रदेशमा पर्छ। सरकार फेरिरहँदा नीतिगत निरन्तरता हुँदैन अनि परियोजनाहरू ढिलो हुने, लागत बढ्ने, कहिलेकाहीँ त रोकिने नै खतरा हुन्छ। हो त। अनि अर्को कुरा, प्रदेशहरू अझै पनि संघीय अनुदानमा धेरै निर्भर छन्। जबसम्म त्यो संघीयताको मर्मअनुसार स्वायत्तता, वित्तीय अधिकार राम्रोसँग दिइँदैन, तबसम्म प्रदेशका यस्ता लामा योजनाहरू केन्द्रको राजनीतिमा अल्झिरहन्छन्। तपाईले कार्यान्वयनका चुनौतीका कुरा गर्नुभयो, तर बजेटमा केही महत्त्वपूर्ण कुरा छुटेको जस्तो लाग्दैन वा सम्बोधन नभएका मुद्दाहरू? मलाई के लाग्छ भने प्रदेशको एउटा छुट्टै पहिचान बनाउने खालको अलि ठूलो गौरवको आयोजना भन्छन् नि, त्यस्तो दीर्घकालीन परियोजनाको अलि कमी देखियो। चाहे त्यो पूर्वाधारमा होस् वा सामाजिक क्षेत्रमा। मधेस शहीद लोकमार्ग बाहेक धेरैजसो योजनाहरू त पुरानैलाई मर्मत गर्ने वा अलि विस्तार गर्ने खालका छन्। त्यस्तो रूपान्तरणकारी केही देखिएन। अनि अर्को एकदमै गम्भीर मुद्दा छ वैदेशिक रोजगारी। बजेटले फर्केका युवालाई उद्यमशील बनाउने, सिप सिकाउने कुरा त गर्छ, त्यो मुख्यमन्त्री स्वरोजगार कार्यक्रम मार्फत। तर युवाहरू किन बाहिरिन्छन् त? त्यो मूल कारणलाई नै सम्बोधन गरेर उनीहरूलाई देशमै रोक्ने एउटा बृहत स्पष्ट रणनीति चाहिँ अलि देखिएन जस्तो लाग्यो। तर सुशासनको लागि पनि त केही प्रयास गर्ने भनिएको छ नि बजेटमा। पारदर्शिता, जवाफदेहिता, स्थानीय तहलाई बलियो बनाउने, निर्णयहरूलाई डिजिटलाइज गर्ने, फेलोशिप कार्यक्रम, यस्ता कुराहरू छन्। यी कतिको प्रभावकारी होलान् त? हेर्नुहोस्, यी कदमहरू आफैमा नराम्रा होइनन्, सकारात्मक नै हुन्। तर प्रश्न के उठ्छ भने त्यो गहिरोसँग गाडिएको भ्रष्टाचार र दण्डहीनताको जुन समस्या छ, त्यसलाई जरैदेखि उखेल्न यी प्रयासहरू पर्याप्त छन् त? जबसम्म बलियो राजनीतिक इच्छाशक्ति हुँदैन, निष्पक्ष अनुगमन हुँदैन, कार्यान्वयन गर्ने निकाय बलियो हुँदैन, तबसम्म यस्ता घोषणाले मात्रै त खै खासै फरक पार्दैन कि? फेरि त्यही अस्थिरताको कुरा आयो, होइन? हो, अस्थिरताले गर्दा यस्ता जटिल विषयमा लगातार काम गर्नै गाह्रो हुन्छ। त्यसो भए समग्रमा हेर्दा यो बजेटलाई कसरी बुझ्ने त? एकातिर कृषि पूर्वाधारमा ठूला आशाहरू देखाइएको छ, अर्कोतिर कार्यान्वयनमा उस्तै चुनौतीहरू, सरकार टिक्दैन, भ्रष्टाचार छ, केन्द्रमा भर पर्नुपर्छ। हो, यसलाई एउटा आधार मान्न सकिन्छ, एक किसिमको इच्छापत्र जस्तो। तर यसको सफलता भाषण र कागजमा लेखिएका कुरामा होइन। त्यो त राजनीतिक स्थिरता कस्तो रहन्छ, सुशासनप्रति साँच्चै कति प्रतिबद्धता देखिन्छ अनि कतिको अनुशासन र पारदर्शिताका साथ काम हुन्छ, त्यसमा भर पर्छ। र विगत हेर्दा यी नै कुराहरू मधेसका लागि सबैभन्दा ठूला चुनौती रहँदै आएका छन्।
आजको यो कुराकानी सुन्नुहुनेहरूलाई एउटा प्रश्न छोडेर बिट मारौँ। यी जुन गहिरा संरचनात्मक समस्याहरू छन्, राजनीतिक अस्थिरता, संघीयताको कार्यान्वयनको तरिका अनि भ्रष्टाचार, यिनलाई नसुल्झाइकन के मध्य प्रदेशले बजेटमा भने जस्तो दिगो समृद्धि साँच्चै हासिल गर्न सक्ला? यसका लागि कस्तो आधारभूत परिवर्तन जरुरी होला? सोच्नुहोला।